भारतको नयाँ दिल्लीमा नीट परीक्षाको पेपर लिक भएको भनेर विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन्। त्यही आन्दोलन अहिले भारतको बिहारमा पनि सुरु भइसकेको छ र बिहारीहरूको आन्दोलन नेक्स्ट लेभलको आन्दोलन छ। त्यो कसरी हो म तपाईँहरूलाई देखाउँछु है। जंतर मंतर न है बाबू, बिहार है बिहार। बिहारको राजधानी पटनामा चलिरहेको यो आन्दोलनमा विद्यार्थीहरूलाई रोक्नको लागि पुलिसले विभिन्न ठाउँमा ब्यारिकेडहरू लगाइदिएको छ, जसले गर्दाखेरि विद्यार्थीहरू निषेधित क्षेत्रभन्दा बाहिर जानै पाएको छैन। अब ब्यारिकेड तोड्न पनि सक्दैन र अगाडि जान पनि सक्दैन। अब उनीहरूले पनि के गरोस् त, ब्यारिकेड नै उठाएर घरतिर लगिदिरहेछ। मतलब अलग लेभलको मान्छेहरू रहेछ क्या बिहारी। अगर छात्र बैरिकेड तोड़ नहीं पा रहे हैं तो बैरिकेड को लेकर भाग जा रहे हैं पीछे से। कृपया ध्यान दीजिए, गाड़ी संख्या 1330 दिनभरि आन्दोलन गर्दा पनि प्रहरीले आँसु ग्यास र पानीको फोहरा प्रहार नगरेपछि बिहारका विद्यार्थीहरू झनै रिसाएका छन्। सुन्नुहोस् के भन्दैछन् उनीहरूले। ऐसा टीयर गैस की व्यवस्था नहीं है, कुछ व्यवस्था आप लोग नहीं करते। वाटर कैनन का ठंडा गर्मी लगेगा। खेल सकिएको छैन, अझै बाँकी छ। यहाँ हेर्नुहोस् है, एकजना विद्यार्थीले के भन्दैछ भने मैले आफ्नो जिन्दगीमा कहिले पनि आँसु ग्यास कस्तो हुन्छ देखेको थिइनँ, त्यही भएर आँसु ग्यास प्रहार गर्दाखेरि म त्यो धुवाँभित्र पसेँ, अहिले त मेरो आँखा पुरै पोलिरहेको छ, यो त कडक माल रहेछ भन्दैछ। आंसू गैस फेंका था पर कभी टेस्ट नहीं किए थे कैसा होता है, जाके खुद घुस गए धुआं में और बड़ी कड़क माल लगा। 0% इथेनॉल मिलाया गया है। विद्यार्थीहरू पुलिसदेखि डराएको होइन कि पुलिसहरू विद्यार्थीदेखि डराएको अवस्था छ। यहाँनिर पुलिसको टोपी चोरेर लगिदिरहेछ, पुलिसको लट्ठी चोरेर लगिदिरहेछ, पुलिसको ड्रेस चोरेर लगिदिरहेछ। अरे भाई कहाँ से तुमको मिल गया? कबाड़ दिए जो के मुड़ी है। हाँ, इसको लेके क्या करेगा? इसको लगाएंगे प्रोटेक्शन। अभी अरे दिल्ली नहीं है, बिहार है। एक भी लाठीचार्ज नहीं हुआ, मारेगा तो तुरंत मारेगा। वो लोग का तो फुट फट रहा है, देख नहीं रहे, हेलमेट पहन के आया। भनिन्छ नि एक बिहारी 100 जना माथि भारी, त्यही भइरहेछ अहिले।